म चाहिँ रातको ड्युटी सकेर घुम्नको लागि ललितपुर जिल्लाको महालक्ष्मी स्थानतिर गएको थिएँ। जुन त्यो महालक्ष्मी स्थान चोकमा चाहिँ अरू बेला काम नहुँदा लेबर चोक जस्तै हो, त्यहाँनिर काम पर्खेर बस्ने ठाउँ छ। त्यहाँदेखि भित्र 1 किलोमिटर लगनखेल जाने बाटोतिर जाँदाखेरि चाहिँ महालक्ष्मी स्थान मन्दिर पर्छ। त्यहाँ चाहिँ म बिहान गएको थिएँ। त्यहाँ चाहिँ परेवालाई चारो दिइरहनु भएको रहेछ उहाँहरूले, त्यही भएर मैले चाहिँ यो भिडियो गरेको है साथी हो। यो चाहिँ साधोबाटोदेखि नजिक तालसीखेलको बिचमा महालक्ष्मी स्थान पर्दछ। यो चाहिँ एकान्त कुनादेखि अलिकति भित्र अगाडि बढेपछि आउँछ है त साथी हो। यो चाहिँ महालक्ष्मी स्थान मन्दिर है त साथी हो। तपाईँलाई कस्तो लाग्यो कमेन्ट गरिदिनु होला। महालक्ष्मी स्थान मन्दिर